हेलो हेलो साथीहरू, तपाईँहरूलाई स्वागत छ मेरो नयाँ मिनी ब्लगमा। आज चाहिँ डे 12 अफ माई पोस्टमा चढ्ने साथीहरू। 12 दिन भइसक्यो अनि सुरक्षा चाहिँ हेर्नु न, बिहानै उठेर बाबासँग सुत्छु नि त, बिहानै उठेर आएर यहाँ नाटक पार्दैछिन्, माया गर्दैछिन्। अनि मेरो घाँटी हेर्नु साथीहरू, अझै पनि कालो भएको गएको छैन। मैले अस्ति प्रेग्नेन्ट हुँदाखेरि पनि भनेको थिएँ नि कालो भइरहेको छ भनेर। अनि कतिजनाले चाहिँ डेलिभरी भएपछि जान्छ भन्नुभएको थियो, अहिलेसम्म गएको छैन। 12 दिन भइसक्यो। अब यसलाई हटाउनु पर्ने हुन्छ। केही कुरा तपाईँहरूलाई थाहा छ भने मलाई सिकाइदिनु होला। अनि हाम्रो पुटुरामा पनि यहाँ सुतेर हेर्नु न, मसक मसक हाँस्दैछ। हिजो लगाएको तिलक र टिका चाहिँ उसको पुसेकै छैन, गएकै छैन। त्यसले कस्तो क्युट देखिरहेको क्या। अब अहिले सबै जिउहरू पनि पुस्दिनु पर्ने हुन्छ। हिजो नुहाएको छ, आज चाहिँ पुसपास पार्नुपर्ने हुन्छ। अनि त्यसपछि बिहानै उठेर चाहिँ म दबाई खान्छु, ग्यास्ट्रिकको दबाई खानुपर्ने हुन्छ नि, तातो पानी। अनि मैले चाहिँ उसलाई जहिले पनि दुध खुवाएपछि यसरी त्यो गर्छु क्या, ढ्याउ गराउनुपर्छ अरे त्यो साथीहरू, नभए कोलिक हुन्छ अरे। तपाईँहरू गराउनुहुन्छ कि हुन्न कमेन्ट गर्नु होला। म चाहिँ यसरी गराउँछु। गराए पनि उसलाई चाहिँ खोइ घरिघरि पेट दुखे जस्तो गरेर पटाइरहन्छ। अब केटाकेटीको कुरा हामी त्यतिखेर जान्दैनौँ नि त होइन। म त त्यतिखेर जान्दिनँ, मलाई आत्तिन मात्र आउँछ क्या साथीहरू। यो चाहिँ उसको हिजोको मुख हेरेको पैसा हो साथीहरू। अनि अब फेसबुकको मोनिटाइजेसन जर्नीमा लागेपछि त यसो भिडियोहरू बनाउनु पऱ्यो। सबैजनाले साथ सपोर्ट गर्नु होला। आजलाई यति नै, ओके बाई।